हुन्छ तपाईहरु सबैजनालाई येशू प्रभुको नाममा जय मसीह। जय मसीह। अनि सुन्दर भाइलाई पनि एकदम स्वागत छ। हामी लामो समय पश्चात फेरि यो पोडकास्टमा बस्दैछौँ। धन्यवाद। अनि यो मेरो पोडकास्टमा पहिलोपल्ट तपाईसँग यसरी कुरा गर्ने अवसर मिलेको छ। अनि हामी यो एउटा एकदमै ऐतिहासिक ठाउँमा छौँ। विशेष गरी पावलको त्यो रोमको यात्रा हुँदै गर्दा, उसको त्यो अन्तिम यात्रा हुँदै गर्दाखेरि प्रेरितको पुस्तक 27 अनि 28 अध्यायमा यो माल्टा ठाउँको बारेमा उल्लेख भएको पाउँछौँ। अनि यो एकदमै ऐतिहासिक ठाउँमा यो माल्टाको हामी एउटा टापुमा छौँ। अनि यो हामीले पहिला बाइबलमा पढ्दै गरेको कुरा आज हामी आफैले यो ठाउँमा आफ्नो खुट्टा टेक्न पाउँदा हामी अत्यन्तै खुसी छौँ। त्यति मात्र नभएर माल्टामा नेपाली मण्डली सुरु भएको छ। अनि माल्टामा सुरु भएको नेपाली मण्डलीको पहिलो पास्टर हाम्रो जवान भाइ सुन्दर तामाङ यहाँ हुनुहुन्छ। अनि म तपाईँलाई केही कुराहरू यो जवान उमेरमा वास्तवमा म पास्टरीय सेवाकाई गर्छु अथवा मण्डली सुरु गर्छु, मण्डली सम्हाल्छु भनेर त यहाँ आउनुभएको थिएन होला। तर के कुराले चाहिँ तपाईँलाई अभिप्रेरित गर्यो र यो माल्टामा नेपाली मण्डलीको अहिले पास्टरीय जिम्मेवारी जुन सम्हालिरहनु भएको छ यो ठाउँसम्म पुर्यायो? छोटो तपाईँको परिचयको साथमा यो कुरा सुनाइदिनुहोस् न। हुन्छ, धेरै धेरै धन्यवाद अङ्कल यो मौकाको लागि। विशेष गरी तपाईँ हामीसँग हुनु भनेको हाम्रो लागि ठुलो खुसीको कुरा छ। हामी विगत नेपालदेखिको सेवाकाईदेखि नै हामी साथमै थियौँ। तर हजुरले भन्नुभयो जस्तै माल्टामा आएर अनि बाइबलमा पढेको घटनालाई आफ्नै आँखाले अनि आफ्नै खुट्टाले टेक्नु र त्यो कुरोलाई भोग्नु चाहिँ एकदमै फरक हुँदो रहेछ। मैले मेरो जीवनमा माल्टामा आउँछु र सङ्गति यसरी स्थापना हुन्छ अनि सङ्गतिको भूमिका जिम्मेवारी मैले पाउँछु अथवा परमेश्वरले त्यो कुरो राख्नु भएको छ भन्ने मैले सोचेको थिइनँ मेरो जीवनमा। म एउटा साधारण व्यक्ति जस्तै कामको सिलसिलामा म मलेसिया बसेँ। अनि मलेसिया पश्चात म जब घर गएँ त्यस पछाडि फेरि म विदेशिनु पर्यो। अनि म दुबईको यात्रामा जब थिएँ, म दुबईबाट जब मैले काम गर्ने क्रममा मैले साथीहरूको मुखबाट जब माल्टाको बारेमा मैले सुने अनि माल्टालाई मैले बाइबलमा मात्रै मैले सीमित गरेको थिएँ। मलाई थाहा थिएन प्रभुको योजना चाहिँ मेरो जीवनमा त्यो ठाउँमा आएर एक दिन यसरी उभिएर उहाँको राज्यको लागि मैले काम गर्नुपर्छ भन्ने मैले सोचेको थिइनँ। अनि आउँदै गर्दाखेरि म पनि एउटा साधारण व्यक्ति जस्तै आज जतिजनाहरू आउनुहुन्छ यहाँ विदेशीहरूका माइग्रेन्ट्सहरू हामी जस्तै एउटै उद्देश्य थियो, पैसै कमाउने। अनि कति सालतिर कुरा हो यो? म 2021 को लास्टतिर म आएको थिएँ। धेरै पनि भएको छैन। धेरै भएको छैन। अनि म पनि नर्मल एउटा व्यक्ति जसले चाहिँ धेरै सपनाहरू बोकेको थियो आफ्नो परिवारको लागि। त्यही सपना नै बोकेर म आएको थिएँ। त्यो चाहिँ मेरो सपना थियो। तर मैले मेरो जीवनमा चाहिँ परमेश्वरको सपना चाहिँ के छ, इच्छा के छ भन्ने कुरो चाहिँ मैले पछि चाहिँ थाहा पाएँ। अनि मैले पछि मूल्याङ्कन गर्दै गर्दा उहाँले मलाई हरेक पातमा सेभ गर्दै हुनुहुँदो रहेछ। जहाँ गए पनि उहाँले मलाई नर्चरिङ गर्नेदेखि लिएर होइन त्यो स्थानसम्म, यो स्थानसम्म पुर्याउनलाई उहाँले चाहिँ मलाई एकदमै डोराउनु भएको कुराहरू मैले मेरो जीवनमा महसुस गरेँ। अनि अहिले जुन जिम्मेवारी मैले पाएको छु, तपाईँले भने जस्तै एउटा जवान छु होइन, एकदमै यङ छु। अनि कतिचोटि म आफैलाई पनि यो कुरो महसुस पनि हुन्छ, जवान छु, मभन्दा अग्रजहरूलाई कतिचोटि लिड गर्नुपर्छ। अनि मभन्दा धेरै सेवाकाईमा पनि एकदमै भिजेका अनुभव बटुलेका व्यक्तिहरू हुनुहुन्छ। अनि ती व्यक्तिहरूलाई एउटा जुन जिम्मेवारी मैले पाएको छु होइन, हेरचाह गर्ने एक प्रकारले हेर्ने हो भने चुनौती पनि छ अनि अर्को प्रकारले मेरो लागि अपर्च्युनिटी पनि छ। उहाँहरूद्वारा पनि मैले सिक्ने गरेको छु। उहाँहरूलाई सँगसँगै लाँदाखेरि म आफै पनि म बढेको म आफैलाई पनि महसुस गर्दैछु। अनि तपाईँले भने जस्तै अब यो बोलावट चाहिँ कसरी आयो भन्दा त मेरो जीवनमा अब म सानैदेखि नै म एउटा इसाई घर परिवारमै जन्मेको हो। मलाई सानैदेखि मेरो आमा बुवाले असल प्रकारले नै हुर्काउनु भयो होइन।
हुर्कदै गर्दाखेरि प्रभुको बारेमा मैले सानैदेखि नै मैले थाहा चाहिँ पाएको हो, तर जीवनमा चाहिँ जब मैले विदेशिए जब म बाहिर जानु पर्यो अनि मात्रै मैले प्रभुको अनुग्रह, परमेश्वरको घनिष्ठता भन्ने कुरो चाहिँ मैले तब मात्रै भेटेँ। नजिकबाट महसुस भयो। अनि मलाई बाइबलको चाहिँ घटना एकदमै मनपर्ने चाहिँ सावलको घटना चाहिँ एकदमै मनपर्छ मलाई, जो चाहिँ अब परिणत भएर हाम्रो पावल भन्छौँ। अनि त्यही पावल आएकै ठाउँलाई अनि म त्यही ठाउँमै पनि छु। अनि कसरी चाहिँ येशूलाई पर्सनल एन्काउन्टर भएपछि त्यो व्यक्ति परिवर्तन भएको कुरा छ। अनि मलाई लाग्छ मेरो जीवनमा पनि प्रभुको पर्सनल एन्काउन्टर जुन प्रकारले भयो, आज म त्यो पहिलो व्यक्ति रहिनँ जुन प्रकारले म मेरो जीवन जिउँथेँ पहिला हिजोको दिनमा, म त्यो व्यक्ति रहिनँ। अनि मलाई लाग्छ यो परिवर्तन गर्नु अनि यो प्रोसेसमा हिँड्नु नै प्रभुको योजना रहेछ मेरो जीवनमा। मैले तपाईँलाई थोरै रोकेँ, जस्तै यो माल्टाको हजुर अहिले नेपाली क्रिस्चियन मण्डली माल्टा होइन त, माल्टा नेपाली क्रिस्चियन चर्च, माल्टा नेपाली क्रिस्चियन मण्डली, यसको सुरुवात चाहिँ कसरी भयो थोरै बताइदिनुहोस् न। तपाईँ 2021मा यहाँ आउनुभयो, अनि त्यस पछाडि कसरी मण्डलीको सुरुवात भयो? हजुर 2021मा जब म आएँ अनि म नोभेम्बरको लास्टतिरमा आइपुगेँ थिएँ, भनेपछि लगभग 21को एन्डमा थिएँ। अनि त्यस पछाडि जब मैले माल्टा चर्च यहाँ खोज्न थालेँ, मैले चर्चहरू भेटाइनँ। अनि त्यो क्रममा म यहाँको मेरो साथीहरू जो चाहिँ क्रिस्चियन साथीहरू हुनुहुन्थ्यो, क्याथोलिक चर्चेसहरू चाहिँ हामी धेरै नै देख्ने गर्छौँ। यहाँ आइल्यान्डभरि नै हामी क्रिस्चियन चर्चेसहरू छन्, तर हामीले सङ्गति गर्ने प्रकारले जुन मण्डली चाहिँ मैले त्यो पाइनँ। अनि त्यो क्रममा चाहिँ मैले एकजना साथी फिलिपिनो साथीसँग चाहिँ उहाँहरूको चर्च जाने गर्थेँ म। इङ्ग्लिस चर्च, इङ्ग्लिसमा उहाँको चाहिँ ट्रान्सलेसन इङ्ग्लिसमा हुन्थ्यो। अनि मेरो लागि चाहिँ प्रभु ले हरेक कुराहरू बुझ्नुहुन्छ, आफ्नै भाषा नभए पनि, तर पनि मैले काहीँ न काहीँ चाहिँ आफ्नै नेपालीपन मैले बोल्ने मातृभाषामा सेवा गर्नु चाहिँ अझै असल हुन्थ्यो भन्ने चाहिँ चाहना चाहिँ थियो। अनि त्यही क्रममा गर्दै जाँदाखेरि एउटा साँझ म मोबाइल चलाउँदै थिएँ। अनि त्यो मोबाइल चलाउने क्रममा अचानक मेरो टिकटकको फिडमा अचानक एउटा यस्तो भिडियो आयो। अनि तपाईँ यदि चर्च खोज्दै हुनुहुन्छ भने माल्टामा हामी यहाँ छौँ भनेर त्यो भिडियो मैले देख्न पाएँ। अनि प्रभुको योजना पनि त्यो मेरै फिडमा आउनु रहेछ त्यो दिन। अनि मैले ठ्याक्कै त्यो भाइलाई मेसेज गरेँ, तिमोथी भन्ने भाइ थियो। अनि त्यो भाइलाई मैले जब मेसेज गरेँ अनि आइतबार म गएँ। म पहिलो दिन नै जब त्यो मण्डलीमा गएँ, अहिले त्यो चर्चको नाम चाहिँ केइबी भन्छौँ। अनि त्यो चर्चमा जब म गएँ, प्रवेश गरेँ, त्यहाँ केही व्यक्तिहरू जस्तै हाम्रो एल्डर अहिले हुनुहुन्छ सोम अंशु ज्यूहरू हुनुहुन्थ्यो, उहाँहरूले चाहिँ पहिला यो ग्रुपलाई स्टार्ट गर्नुभएको 6-7जनाबाट। तपाईँ यहाँ आउनुभन्दा अगाडि नै एउटा सानो ग्रुपले सङ्गति सुरुवात मात्रै गर्नुभएको रहेछ। अनि अर्ली फेजमै थियौँ त्यो बेलामा, उहाँहरूले पनि भर्खरै 6-7जनाबाट सुरु गर्नुभएको थियो, एकदमै अर्ली नै थियो। अनि त्यो क्रममा मेरो पहिलो दिन जब म प्रवेश गरेँ, त्यो दिन कोइन्सिडेन्सली अथवा भनौँ प्रभुको योजना त्यस्तै थियो, म ढोकाबाट पनि छिर्नु अनि म पहिलो दिन चर्चमा पनि जानु। त्यो दिन हाम्रो पास्टर अर्ल जो हुनुहुन्छ, उहाँले अब इङ्ग्लिसमा गर्नुहुन्थ्यो। त्यो बेलामा चाहिँ ट्रान्सलेट गर्नलाई एउटा दिदीले गर्दै हुनुहुन्थ्यो। त्यो दिदीको ठ्याक्कै ड्युटी बोलाइदियो। अनि त्यही बेलामा दिदीले मलाई देख्नुभयो, मैले जब जेएमएसी गरेँ। अनि उहाँले भन्नुभयो तपाईँले ट्रान्सलेट गरिदिनु नि त भने। अनि मैले पाएको जिम्मेवारी मैले नाइ भनिनँ। मेरो पहिलो शब्द नै मण्डली प्रवेश गरेको कारण गर्दै गर्दाखेरि मैले नाइ चाहिँ भनिनँ त्यही बेला नै। अनि सेवाकारीको सुरुवात पनि मलाई लाग्छ केइबी अनि माल्टामा चाहिँ मेरो पहिलो मैले नाइ नभनेकोबाटै सुरु भएको छ। अनि त्यो दिनबाट मैले नाइ नभनेको कारणले आजसम्म प्रभुले मलाई यो स्थानमा राख्नुभयो। अनि त्यसरी नै हामीहरू बिस्तारै हामी बढ्दै हामी गयौँ है। कति च्यालेन्जेसहरू थियो हामी हुर्कँदै गर्दाखेरि। अनि विशेष गरेर विदेशमा चाहिँ मण्डलीहरूको चाहिँ एउटा चुनौती के छ भन्दाखेरि हामी विभिन्न बिलिफ, विभिन्न आफ्नो आस्था भए पनि आफ्नो डेनोमिनेसन भएर आएका हुन्छौँ। अनि ती सबैलाई एकतामा राख्नु चाहिँ कतिचोटि च्यालेन्जेस हुँदछ। हजुर, चुनौती छ त्यो चाहिँ। अनि हाम्रो मण्डली पनि त्यसरी नै स्टार्ट भयो अनि सुरुवात कालमा। अनि प्रभुलाई धन्यवाद भएको होस्, अहिले हामी
त्यो हलमा हामी 6-7 जनाबाट सुरुवात गरेको मण्डली अथवा सङ्गति चाहिँ अहिले त्यो हलमा नआट्नेसम्म हामी पुगेका छौँ। अहिले हुन त अब हाम्रो लागि सङ्ख्या खासै त्यति धेरै इम्पोर्टेन्ट त होइन होइन, तर पनि अहिले कति जति हुनुहुन्छ अनुमानित? हामी टोटली चाहिँ हामी सबैजना हामी आउनु भने हामी 150-60 प्लस छौँ। तर धेरै व्यक्तिहरूको चाहिँ अब ड्युटीको कारणले कसैको अब यहाँ आइल्यान्डमा हस्पिटलिटीमा काम गर्नेहरूको चाहिँ अब आइतबार छुट्टी नमिलेको कारण चाहिँ उहाँहरू आउन्न। तर मिनिमम हामी 90 प्लस त हामी हरेक सङ्गतिमै हुन्छौँ, हरेक हप्तै हुन्छौँ। भनेपछि कति खुसीको कुरा यो अब यो ठाउँमा आएर है, माल्टा जस्तो यो सानो ठाउँ, यहाँ मैले यसो हेर्दै गर्दा त लगभग यहाँको जनसङ्ख्या त लगभग कति 5.5 लाख 5.5 लाख जति जनसङ्ख्या भएको यो एउटा सानो टापुमा पनि नेपालीहरू आएर अनि नेपाली मण्डली सुरु भएर अहिले यो अब 3-4 वर्षको अवधिमा चाहिँ 100 जनाभन्दा बढी विश्वासीहरू एक ठाउँमा जम्मा भएर सङ्गति गर्नु भनेको त कति खुसीको कुरा है। हजुर। अनि यो माल्टामा चाहिँ कति होला नेपालीहरू लगभग अहिले अब म एक्ज्याक्टली चाहिँ यो वर्षको रिपोर्ट चाहिँ थाहा छैन, तर केही वर्ष अगाडिको रिपोर्ट हेर्दा चाहिँ हामी समथिङ हामी 8,000-9,000 चाहिँ हामी नेपाली चाहिँ थियौँ। अब त्यो नयाँ लेटेस्ट डेटा चाहिँ अब अहिलेसम्म मैले नै हेरेको चाहिँ छैन, तर केही वर्ष अगाडि हेर्दाखेरि चाहिँ त्यति डेटा चाहिँ हाम्रो थियो नेपालीहरू। तर मलाई लाग्छ अझै हामी योभन्दा नि बेसी छौँ। अझै कतिजनाहरू माल्टामा आएर पनि अरू देशमा जानुभयो, जस्तै स्पेन, पोर्चुगल, होइन यहीँ हाम्रै मण्डलीबाट सेवाकाई गर्दै गर्नुभएको विश्वासीहरू त्यसरी जानुभएको छ। हजुर। भनेपछि 10,000 प्लस नेपालीहरू छन्। हजुर। अझै पनि यो एउटा राम्रो सुसमाचार सुनाउने, अरू मानिसहरू कहाँ पनि पुग्ने, अरू नेपालीहरू कहाँ पनि पुग्ने एउटा भनेपछि यो माल्टा नेपाली ख्रिस्टियन मण्डली माल्टा चाहिँ एउटा माध्यम हुन सक्ने सम्भावना अझै धेरै छ। हजुर। अब जस्तै तपाईँले त अहिलेसम्म एउटा भोलिन्टियरी होइन आफ्नो काम पनि गरिरहनु भएको छ, अनि त्यस पछाडि साथसाथमा अब सेवाकाई पनि छ। कतिको चुनौती छ यो सँगसँगै लानलाई जवान उमेरमा? हजुर, यो चाहिँ एकदमै इन्ट्रेस्टिङ क्वेसन पनि हो, अनि साथसाथै म हरेक दिनै म च्यालेन्ज हुन्छु होइन यो कुरोले। तपाईँले भन्दै गर्दाखेरि जीवन चाहिँ साँच्चै नै चुनौती चाहिँ तब मात्रै चाहिँ सुरुवात हुँदछ जब चाहिँ रियल लाइफमा हामी त्यसलाई भोग्छौँ। हुन चाहिँ म प्रभुको लागि जिउँछु भनेर हामी मुखले त भन्दै गर्दाखेरि र जिउँदै गर्दामा भिन्नता चाहिँ मैले मेरो लाइफमा आफै पनि देखेको छु। गाह्रो चाहिँ छ, तर प्रभुले हरेक कुराहरू चाहिँ सहजीकरण गर्दै हुनुहुन्छ होइन। कामको एक प्रकारको प्रेसर हुन्छ होइन, अनि सँगसँगै एउटा गोठाला भइसकेपछि मण्डलीलाई हेरचाह गर्नेदेखि लिएर यी कुराहरूको पनि छ। तर प्रभुले ती मात्रै होइन, मेरो काँधमा भए पनि जिम्मेवारी अब मण्डलीमा चाहिँ त्यस्तै व्यक्तिहरू उहाँले दिनुभएको छ, हाम्रो एल्डरहरू, डिकनेसहरू, अनि त्यसरी नै अरू कमिटी मेम्बर हुनुहुन्छ जसले चाहिँ भारलाई चाहिँ इक्वल्ली अब सेयर गर्दैछौँ। त्यसले गर्दाखेरि चाहिँ टोटली भार चाहिँ ममा आइपर्दैन, केही भागसम्म चाहिँ हामी डेलिगेट गरेर त्यसरी गर्ने गर्छौँ। भनेपछि एउटा राम्रो टिमवर्क छ हाम्रो। जस्तै अब युरोपमा चाहिँ अब नर्वेमा पनि म जस्तै नर्वेमा अब सेवा गर्छु, अनि विभिन्न ठाउँहरूमा जाँदै गर्दाखेरि अब मानिसहरू चाहिँ कामको सिलसिलामा, विशेष गरी चाहिँ कामकै सिलसिलामा युरोपमा आएर सङ्गति गर्दै गरेको हामी देख्छौँ। अब विश्वासीहरू विभिन्न पृष्ठभूमिबाट छन्, अनि भिन्दै मण्डलीमा, भिन्दै डिनोमिनेसनमा, कोही एजी होला, कोही पेन्टिकोस्टल होला, कोही प्रेस्बिटेरियन होला, कोही मेथोडिस्ट होला, अनि त्यस्तो खालको मण्डलीहरूलाई एक ढिक्का बनाएर लानमा चुनौती पनि छ। म आफैले पनि कतिवटा चुनौतीहरू महसुस गरेको छु। त्यस्तो तपाईँलाई केही त्यस्तो अनुभवहरू छ यो नेपाली क्रिस्चियन मण्डली माल्टालाई अगाडि डोर्याउँदै गर्दा? हजुरले भन्नुभयो जस्तै हो, मण्डलीमा सुरुवाती कालमा जब हामी केही व्यक्तिहरू मात्रै यहाँ आएर चाहिँ ग्रहण गर्नुभएको कमै मात्रामा हुनुहुन्छ होइन, जसले चाहिँ प्रभुलाई यहीँ आएर पाउनुभयो अनि हुर्कनु भयो। तर मेजोरिटी चाहिँ नेपालमा उहाँहरू पहिल्यै नै बचाइनु भयो, उहाँहरूको आफ्नै एउटा आफ्नो लोकल मण्डलीमा जुन प्रकारको हुर्काइ छ
त्यही प्रकारको कुराहरू यो मण्डलीमा कतिचोटि नमिल्दै गर्दाखेरि अनि उहाँहरूको मनमा अन्योलता अनि कतिचोटि दुविधा पनि आउँछ, कतै यो झुटो पो हो कि होइन। कतिजनाले अब सुरुवातकै अब गर्ने हो भने सुरु सङ्गतिमै विश्वासको सार गर्नुहुन्छ भनेर पढ्नुहुन्छ, कतिले गर्नुहुन्न, हामी गर्दैनौँ। कतिचोटि यो सानो सानो कुराले पनि मान्छेको मनमा त्यो छेसखोचिक हालिदिँदो रहेछ। ला मैले गरेको मेरो नेपालको सङ्गति चाहिँ यस्तो हुन्थ्यो, यहाँ चाहिँ यस्तो छ, ला मैले गरेको सङ्गति चाहिँ कतै गलत पो हो कि भन्ने चाहिँ यो च्यालेन्जेस छ। अनि हजुरले भन्नुभयो जस्तै यो च्यालेन्जेस चाहिँ मलाई लाग्छ विदेशको मण्डलीमा सधैँभरि नै हुन्छ। अनि यो चाहिँ खत्तम चाहिँ हुँदैन, बन्दै हुँदैन, तर यसलाई चाहिँ केही हदसम्म हामी न्यूनीकरण कसरी गर्न सक्छौँ भन्दाखेरि चाहिँ अब हरेकको कुरा हामी सुनिदिने, तपाईँले भन्नुभयो चाहिँ हामीले चाहिँ सुन्न चाहिँ सुनिदिने, अनि कुन प्रकारले चाहिँ त्यसलाई एकमुष्टमा गर्दा राम्रो हुन्छ, उहाँहरूको फिडब्याक चाहिँ हामी यदि असल छ भने त्यसलाई पनि समावेश गर्ने होइन। हजुरलाई हाम्रो माल्टा नेपाली चर्चको कन्टेक्स्टमा हामी भन्यो भने हामी कुनै एउटा डेनोमिनेसन प्रकारले हामी क्रिएट भएका पनि छैनौँ, किनभने अब हामीले ब्याप्टिस्ट भन्न सक्दैनौँ, किनभने त्यहाँ कोही धेरै व्यक्तिहरू पेन्टिकोस्टलबाट पनि हुनुहुन्छ, कोही प्रेस्बिटेरियनबाट पनि हुनुहुन्छ। त्यसले गर्दाखेरि चाहिँ यो डेनोमिनेसनले चाहिँ विविधता हामी बिचमा ल्याउँछ कि हामीमा फाटो ल्याउँछ कि भन्ने उद्देश्यले नै एक ईश्वर जसरी उहाँ हुनुहुन्थ्यो उहाँकै सिद्धान्तलाई फलो गर्दै अनि सबैलाई पनि त्यही कुरामा डोर्याउँदै नै हाम्रो एउटै इच्छा छ। अनि मलाई लाग्छ आउने दिनहरूमा पनि यस्तो च्यालेन्जेसहरू चाहिँ आउने नै छ हरेक मण्डलीहरूलाई, विदेशमा भएको मण्डलीलाई विशेष गरेर। अनि यो कुरालाई चाहिँ कसरी लानु चाहिँ अब पहिलो कुरा चाहिँ प्रभुको अगुवाई खोज्नु हो। कोही व्यक्तिहरू चाहिँ अब सरल प्रकारले पनि बुझिदिनुहुन्छ, कोही व्यक्तिहरूलाई चाहिँ अलिकति गाह्रै हुन्छ। त्यो बेलामा चाहिँ अब सामर्थ्य चाहिँ प्रभुबाट नै हामी माग्नुपर्छ, कसरी त्यो कुरालाई ह्यान्डल गर्ने प्रार्थना सहित चाहिँ त्यो छ च्यालेन्जेस चाहिँ। जस्तै म पनि अब यही कन्टेक्स्टमा सेवाकाई गर्दै गरेको भएको कारणले गर्दाखेरि हामीलाई जतिजनाले सुन्नुहुन्छ युरोपभरिको नेपाली मण्डलीहरू, पास्टर अगुवाहरू मात्रै नभएर नेपालमा अरू जहाँ चाहिँ जुन ठाउँमा नेपाली मण्डलीहरू छ, अब हाम्रो प्र्याक्टिस चाहिँ कस्तो छ भने जहिले पनि मैले गरेको मात्रै बेस्ट हो भन्ने बुझाइ छ नि त। जस्तै मानिलिउँ मैले चाहिँ अब एकदम चिच्याइ त्यो भयभरको स्वर निकालेर प्रार्थना गर्दा मात्रै मेरो प्रार्थना सुनाइ हुन्छ भन्ने त्यो एक्सपिरियन्स मेरो भयो भनेदेखि अब मैले जहिले पनि के चाहन्छु भने मेरो एक्सपिरियन्स चाहिँ, मेरो अनुभव चाहिँ अरूमा लादिदिने कोसिस गर्छु कि अरूले पनि त्यसरी नै प्रार्थना गरोस् होइन। अब फर इक्जाम्पल मेरो अब हाम्रो चर्चमा चाहिँ अब विश्वासको सार पढेर सङ्गति सुरुवात गर्ने चलन छ भने अब अरूले पनि सबै त्यही गरोस्, दिस इज द राइट वे होइन, यो चाहिँ ठिक बाटो हो। अथवा सुरुमा 2-3 कोरस गाउने अनि मात्रै भजन गाउने होइन। अनि जस्तै मलाई एकजना नेपालबाट एकजना नानीले के पनि क्वेसन पठाउनु भएको थियो भने, पास्टर बा हाम्रोमा त के अरे कोरस नगाई भजन गाए त अनि कस्तो मलाई त अनौठो लाग्न थाल्यो आजभोलि भन्दै हुनुहुन्थ्यो। अब कहिले अब हामीले गरेको जुन प्र्याक्टिस छ त्यो प्र्याक्टिस लामो समय भएपछि चाहिँ त्यो नै एक खालको अब सिद्धान्त जस्तो ट्रेडिसन जस्तो बन्छ। अनि हामी अरूले गर्दै गरेको कुराहरू चाहिँ अब हामी एकदमै के हुन्छ भनेदेखि यिनीहरूले गरेको ठिक हो र एकदम छिट्टो जज गर्ने क्या। अनि यति छिटो जज गर्छौँ कहिले त अब झुटा शिक्षा पनि भनिदिइहाल्छ होइन। कहिले यो त झुटा शिक्षा रहेछ किनभने यसले हामीले जस्तो गरेन भन्छौँ। तर अब हामीले बुझ्नुपर्ने कुरा चाहिँ के छ भनेदेखि हाम्रो परमेश्वर त हाम्रो ज्ञान, हाम्रो समझले पनि भ्याउन नसक्ने परमेश्वर हो नि त होइन। उहाँले कति तरिकाले काम गर्नुहुन्छ होइन। परमेश्वरले त क्वाइट एकदमै शान्तसँग एकान्तमा गरेको प्रार्थना पनि सुन्नुहुन्छ, हामीले कराएर गरेको प्रार्थना पनि सुन्नुहुन्छ, अनि त्यस पछाडि हामीले रुँदै गरेको प्रार्थना पनि सुन्नुहुन्छ, हाँस्दै गरेको प्रार्थना पनि सुन्नुहुन्छ। मलाई साह्रै अनौठो लाग्यो चाहिँ नर्वेमा कतिवटा चर्चको नर्वेको लिडरहरूसँग बस्दै गर्दाखेरि प्रार्थना गर्दा उनीहरू त हाँस्छ होइन। अनि मैले त आँखा खोलेर हेरेँ क्या एकपल्ट
जस्तै अब प्रार्थना गर्दाखेरि प्रभु तपाईँलाई धन्यवाद भनेर हाँस्दै पनि धन्यवाद दिँदो रहेछ। अनि वाट अनि यिनीहरू साँच्चै सिरियस छ जस्तो क्या। तर उनीहरू सिरियसै छ क्या, प्रार्थनै गरेको हो तर पनि त्यो खुसीले हाँस्दै पनि प्रार्थना गर्दो रहेछ क्या। अनि मैले यस्तो सोचेँ, रुँदै प्रार्थना गर्दा प्रभुले सुन्छ भने हाँस्दै प्रार्थना गर्दा पनि होइन, हाँस्दै प्रार्थना गर्दा पनि त प्रभुले सुन्नुहुन्छ। हजुर। अनि एकजना वृद्ध नर्वेजियन आमाले चाहिँ मलाई के भन्नुभयो भने, जीवन अब पहिलोपल्ट मलाई नेपालीहरूको सङ्गतिमा जाँदाखेरि चाहिँ यिनीहरूले कसरी प्रार्थना गरेको होला परमेश्वरलाई, यस्तो प्रार्थना नि परमेश्वरले सुन्छ भन्ने जस्तो लाग्यो अरे क्या। किनभने उहाँहरू चाहिँ प्रार्थना गर्दा एकदम क्वाइट, एकदम शान्तसँग, अब पर्सनल, एकदम प्रभुलाई रिलेट गरेर पर्सनल, अब भित्र अब त्यो डुबेर एकदम शान्तसँग ध्यानमग्न भएर प्रार्थना गर्ने। अनि हामी अब नेपालीहरू त कराउँदै होइन उफ्रिँदै प्रार्थना गर्दाखेरि त्यस्तो भयो अरे। अनि मैले उहाँलाई के भन्दा थिएँ, मलाई पनि पहिलोचोटि नर्वेजियनहरूले प्रार्थना गर्दाखेरि त्यस्तै लाग्यो होइन। तर पनि के रहेछ भने हामीले त आफैलाई परमेश्वरसँगै रिलेट गरिरहेको छौँ नि त। त्यो भएको कारणले गर्दाखेरि अब मलाई चाहिँ के लाग्छ भने हामी सबै मण्डलीहरू पनि पास्टर अगुवाहरूले पनि के बुझ्नुपर्छ भने मेरो वे मात्र राइट छ, मैले जे गर्दैछु त्यो मात्रै ठिक छ, अरू चाहिँ झुटा हो भनेर जजमेन्टल चाहिँ हामी त्यति हुनु हुँदैन होइन। तर हामीले यो परमेश्वरको महानतालाई चाहिँ के बुझ्नु पर्यो भने परमेश्वर यति महान हुनुहुन्छ क्या। मैले गरेको तरिका मात्रै एउटा सानो तरिका हो, परमेश्वरसँग हजारौं तरिकाहरू छन् होइन। अब अफ्रिकनहरूको भिन्दै होला, भियतनामिजहरूको तरिका भिन्दै होला, तर ती भिन्नताभित्र पनि हामीले त्यही परमेश्वरको सेवा गर्दैछौँ। अनि यदि हामी यो बाइबलको वचनमा आधारित रहेर हामीले सङ्गति गरिरहेछौँ भनेदेखि हामीले परिस्थिति अनुसार कसरी प्रार्थना गर्छौँ, लम्पसारबाट गर्छौँ कि उठेर गर्छौँ कि घुँडा टेकेर गर्छौँ कि हात उचालेर गर्छौँ कि हाँस्दै गर्छौँ कि रुँदै गर्छौँ कि परमेश्वरले त्यो सुन्नुहुन्छ होइन त। अनि त्यो अब हाम्रो सोचाइलाई चाहिँ परमेश्वर कति महान हुनुहुन्छ भन्ने सोचाइलाई चाहिँ एकदम हामीले फराकिलो बनाउनुपर्छ जस्तो लाग्छ। हो, यो कुरोमा भन्दै गर्दाखेरि म विशेष गरेर यो कुरो जब आउँदै गर्छ म एउटै कुरोले चाहिँ एउटा इक्जाम्पल दिने गर्छु। यो कुकिङकै लाइनमा मलाई पकाउन एकदमै मनपर्छ। अनि हामी सबैलाई थाहा छ कतिजनाले चाहिँ खाना बनाउँदै गर्दाखेरि प्याज पहिला भुट्नुहुन्छ, कतिले मासु पहिला भुट्नुहुन्छ, कसैले मसला पहिला भुट्नुहुन्छ, कसैले मसला अन्तिममा हाल्नुहुन्छ। तर जसरी नै जुनै कुरो पहिला गरे पनि अन्तिमको निष्कर्ष चाहिँ के हो भन्दा एउटा स्वादिष्ट भोजन बनाउनु हो। त्यसको फाइनल आउटपुट चाहिँ एउटा फुडमा परिणत गर्नु। अनि मलाई लाग्छ मण्डलीमा पनि हाम्रो एउटै उद्देश्य चाहिँ के हुनुपर्छ भन्दाखेरि कसरी प्रभुलाई महिमा दिनु हो। त्यो अब होइन, कतिले रोएर कतिले भजनलाई अगाडि पछाडि गाए पनि उद्देश्य चाहिँ के छ भन्दा त्यो मण्डलीबाट प्रभुको महिमा भएको छ कि छैन भन्ने चाहिँ त्यो फाइनल आउटपुट चाहिँ हुनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। एकदमै हामीले गहकिलो कुराहरू आज गरेका छौँ। अनि अब हामी सबै हामीले जतिले सुन्नुहुन्छ हामी तपाईँहरूलाई पनि यही अनुरोध गर्छौँ कि हाम्रो परमेश्वरप्रतिको सोचाइ छ नि, परमेश्वरप्रतिको बुझाइ चाहिँ हामीले फराकिलो बनाउनै पर्छ। उहाँ चाहिँ हाम्रो त्यो बााउन्ड्रीभित्र सीमित हुनुहुन्न क्या। त्यो भएको कारणले गर्दाखेरि अलवेज म मात्रै बेस्ट हो, हाम्रो प्र्याक्टिस मात्रै ठिक हो, हामीले जे गर्छौँ हामी मात्रै राइट हो, अरू चाहिँ सबै गलत हो भन्ने खालको मेन्टालिटीलाई हामीले ओभरकम गऱ्यौँ भनेदेखि। अनि अब हाम्रो नेपालतिर हुने पास्टरहरूले सबैले के बुझिदिनु पर्यो भनेदेखि अब तपाईँहरू चाहिँ यो डिनोमिनेसनको है, तपाईँहरू चाहिँ यो डिनोमिनेसनको है, तपाईँहरू चाहिँ त्यहाँ मिल्नु हुँदैन है, तपाईँहरू चाहिँ अलग्गै है भन्ने खालको भावना विश्वासीहरूमा पस्यो भने चाहिँ त्यसले चाहिँ ठुलो समस्या ल्याउँछ। किनभने स्वर्ग त एउटै छ नि त होइन। अब पेन्टिकस्टललाई नि स्वर्ग एउटै छ, ब्याप्टिस्टको लागि होइन। अब जतिले विश्वास गर्छ, जति डिनोमिनेसनहरू छ सबैको स्वर्ग त एउटै हो। अनि हामी त्यो एउटै स्वर्गमा रमाउने मान्छेहरू संसारमा चाहिँ किन रमाउन नसकेको होला। एकदम महत्त्वपूर्ण कुरा छ। अब यो कुराहरू भयो भनेदेखि
सायद हामीले यो कुराहरूलाई युरोपको मण्डलीहरूमा हजुर। हामीले प्र्याक्टिस गर्न सक्यो भने हो है अरू संसारभरि रहेको मण्डलीको लागि पनि एउटा उदाहरणीय हुनसक्छ। हजुर। ल एकदमै खुसी लाग्यो हामीले एकदम यो माल्टाको नेपाली क्रिस्चियन मण्डलीको बारेमा हामीले जानकारी लिन पायौँ अनि तपाईँले जति पनि इन्फर्मेसनहरू दिनुभयो धेरै धेरै धन्यवाद छ। अब आउने समयमा हजुर। जस्तै हामी युरोपको विभिन्न ठाउँहरूमा पनि अरू अरू देशहरूमा पनि नेपालीहरू बढ्दैछ अनि मण्डलीहरू पनि उदाहरणको लागि माल्टामा, रोमानियामा, क्रोएसियामा अनि फ्रान्समा, इटालीमा अरू थुप्रै जग्गाहरूमा मण्डलीहरू अहिले सुरुवात हुँदैछ। अब थाहा छैन कति दिनसम्म प्रभुले तपाईँलाई यो ठाउँमा राख्नुहुन्छ, तर जहिले पनि एउटा पास्टरले एक खालको भिजन ड्रिम देखेको हुन्छ मण्डली चाहिँ यस्तो होस् है, यो मण्डली चाहिँ यस्तो भएदेखि हुन्थ्यो भन्ने। तपाईँको मनमा त्यस्तो अब यो नेपाली क्रिस्चियन मण्डली माल्टा चाहिँ कस्तो होस् भन्ने लाग्छ तपाईँलाई इन फ्युचर? हजुर, तपाईँले भन्नुभयो जस्तै एकदमै यो प्रश्न चाहिँ अब हरेक बिहानी नै म प्रभुसँग प्रार्थना गर्दै गर्दा मेरो प्रार्थना यही नै हुन्छ, बगाल चाहिँ कस्तो होस्। अब मेरो इच्छा त अब असलै होस् भन्ने चाहना चाहिँ हो, तर त्योभन्दा पनि प्रभुको चाहिँ इच्छा के छ मेरो जीवनमा चाहिँ म त्यो कुरोलाई चाहिँ म हेर्छु होइन। त्यो भन्दै गर्दाखेरि चाहिँ अब माल्टा नेपाली चर्चको चाहिँ के छ त अब दूरदर्शिता, त्यो गोल डेस्टिनेसन भन्दै गर्दाखेरि चाहिँ हामी यो मण्डलीलाई अथवा यहाँ भएको विश्वासीहरूलाई यति आत्मनिर्भर हामी गराउन चाहन्छौँ होइन। कस्तो क्षेत्रमा भन्दाखेरि चाहिँ तपाईँको बाहिरी कुराले चाहिँ इन्फ्लुएन्स नगरोस्। अब अहिलेको अब हामी युरोपमा छौँ, हामीलाई थाहा छ कतिको फ्रिडमनेस छ होइन। यो फ्रिडमनेसले चाहिँ संसारले चाहिँ अब मानिसहरूलाई चाहिँ नखिचोस् अनि बाइबलमा यति जरा हामी गाड्न सकौँ होइन। त्यो अब स्पिरिचुअली रूपले पनि अनि तपाईँको अब फाइनेन्सियली रूपले पनि उहाँहरू त्यत्तिकै बलियो हुन सकोस् ताकि त्यो कुरोले चाहिँ नहल्लाउन सकोस् भन्ने चाहिँ मेरो इच्छा छ यो मण्डलीको लागि। अनि कुनै एक दिन चाहिँ अब हजुरलाई पनि थाहा छ हाम्रो मण्डली आफ्नै छैन अहिले, आफ्नै मण्डली होस् जहाँ चाहिँ हामीले चाहिँ ठुलो एउटा मेगा चर्च टाइपले नै होइन हामी त्यसलाई विस्तृत रूपमा हामी गर्न सकौँ भन्ने चाहिँ एउटा ठुलो चाहना छ। हुन्छ, एकदम धेरै धन्यवाद छ तपाईँले आफ्नो जुन मनको कुराहरू राख्नुभयो। साँच्चै नै यो माल्टा नेपाली चर्चको लागि मात्रै नभएर सम्पूर्ण युरोपमा भएको मण्डलीहरूको निम्ति एउटा ठुलो चुनौती चाहिँ के छ भने हामी यति स्वतन्त्र ठाउँमा छौँ होइन, एकदम इन्डिभिजुअलिस्टिक एउटा व्यक्तिलाई जे पनि गर्न स्वतन्त्रता भएको ठाउँमा छौँ। अब यो अवस्थामा अब हामीलाई मण्डलीको पास्टर अगुवाहरूलाई यो चुनौती छ कि विश्वासीहरूलाई चाहिँ कसरी वचनमा जरा गाडिएर एकदमै त्यो स्वतन्त्रता जुन छ नि, अब स्वतन्त्रता भन्नुको मतलब अब जे गर्न पनि छुट छ भनेको त होइन बाइबलले होइन, तर त्यो आत्मिकी स्वतन्त्रतालाई परमेश्वरको वचनले दिएको स्वतन्त्रतालाई चाहिँ मान्छेले अब आफ्नो जीवनमा भरपुर प्रयोग गरोस् र जहिले पनि विश्वासीहरू चाहिँ परमेश्वरको वचनमा जरा गाडिएर अघि बढोस् भन्ने हाम्रो इच्छा छ। र अन्तमा केही भन्न चाहनुहुन्छ? अन्तमा अन्तमा त्यही हो, सुरुवातकै क्रममा हजुरले भन्नुभयो अनि जुन एउटा एज अ यङ पास्टर हुँदै गर्दाखेरि मेरो लाइफमा चाहिँ मैले चाहिँ अब भोग्दै आएको कुरो कतिचोटि चाहिँ विश्वासीहरूले तपाईँको जीवनलाई हेरेर पनि कतिचोटि जिराखेको हुँदछ अथवा त्यसले गर्दाखेरि चाहिँ च्यालेन्जेस कस्तो छ भन्दाखेरि परिवारलाई पनि तपाईँले लिएर जानुपर्ने हुन्छ, सँगसँगै मण्डली अनि मण्डलीको कति कुराहरू तपाईँले सुनिदिनु पर्ने हुन्छ होइन। कोही व्यक्तिहरूले आफ्नो समस्याहरू तपाईँलाई भन्छ अनि त्यो समस्याहरू भन्दै गर्दाखेरि आफू पनि त्यो समस्यामा भिजे जस्तै महसुस हुन्छ। तर मैले चाहिँ अहिले यहाँसम्म आउँदा चाहिँ के सिकेँ भन्दाखेरि चाहिँ अब म हरेक कुरामा निपुणता चाहिँ छैन। मेरो काम चाहिँ कस्तो हो भन्दाखेरि चाहिँ प्रभुमा चाहिँ डाइरेक्ट गर्ने, हरेक कुराहरू त्यो कुरालाई सुन्ने, त्यसलाई विचार गर्ने अनि अन्तमा चाहिँ ख्रिस्टमा डोर्याउने, ममा भन्दा पनि ख्रिस्टलाई डोर्याउने। पहिलो पत्रुसमा भने जस्तै जुन गोठालाको जिम्मेवारी दिएको छ, गोठालाको चाहिँ हामीले आफ्नो शिक्षा भन्दा पनि ख्रिस्टको शिक्षा चाहिँ त्यो चाहिँ हामीले व्यक्तिहरूमा दिन सक्यो भने चाहिँ अझै असल हुन्छ। मेरो अन्तिमको चाहिँ यही नै चाहना छ
अनि यो पद पाउँदै गर्दा कतिचोटि मनमा चाहिँ अब घमण्ड पनि हुन सक्छ। अनि म यही प्रार्थना गर्छु हरेक दिन चाहिँ प्रभु यो कुरो चाहिँ मबाट परै रहोस्। मलाई हरेक दिन हिजो हामी बेलुका अङ्कलसँग नि कुरा गर्दै थिएँ, येशू जसरी कतिको नम्र हुनुभयो मलाई त्यो अनुसारले चाहिँ मलाई आफैलाई दिन ब दिन त्यो कुरोले रिमाइन्ड गरिराखोस् है। मलाई मेरो ज्ञानले मेरो धनले चाहिँ मलाई कहिले पनि त्यो घमण्डमा पुग्न नदियोस्, ताकि मैले प्रभुलाई बिर्सन सकूँ अथवा ममा त्यो प्रफुल्लता आएर मैले प्रभुको कुरालाई सुन्नै सकूँ, छोडौँ भन्ने कुरा छ। म यही नै चाहन्छु। हुन्छ, धन्यवाद। विशेष गरी अन्तिममा जुन महत्त्वपूर्ण कुरा तपाईँले भन्नुभयो, पास्टरको एउटा एकदमै महत्त्वपूर्ण क्वालिटी चाहिँ अथवा त्यो पास्टरमा हुनुपर्ने गुण चाहिँ एकदमै लिसनिङ, सुन्ने होइन। अब हामीले विश्वासीको समस्याहरू विश्वासीको कुराहरू सुनि मात्रै दियो भने पनि त्यो हामीले सुनिदिएको कारणले गर्दाखेरि धेरैजना मानिसहरू हिल हुन्छ। अनि त्यो एकदमै महत्त्वपूर्ण कुरा बताउनु भयो। र विशेष गरी माल्टामा कसरी नेपाली क्रिस्चियन मण्डली सुरु भयो र अब त्यसको लक्ष्य के छ भन्ने कुराहरू हामीले सुन्यौँ। भाइ सुन्दरलाई एकदमै धेरै धेरै धन्यवाद छ। र विशेष गरी जतिजना श्रोताहरूले हामीलाई हेर्नुहुन्छ, म तपाईँहरूलाई सानो अनुरोध के गर्छु भनेदेखि अहिले जवान अवस्थामा जुवा बोक्ने व्यक्तिहरू एकदमै कम्ती छ। अनि यो युरोप जस्तो देशमा आएर आफ्नो काम पनि गर्दै अनि यो पास्टरीय जिम्मेवारी जसरी सम्हाल्नको निम्ति पास्टर भाइ सुन्दर तामाङले आँट गर्नुभयो। अनि पास्टर भाइ सुन्दर तामाङको निम्ति उहाँको एकजना छोरी अनि श्रीमती नेपालमा हुनुहुन्छ, उहाँ यहाँ काम पनि गर्दै अनि पास्टरी सेवाकाईमा पनि हुनुहुन्छ। उहाँको लागि अनि माल्टा क्रिस्चियन नेपाली मण्डलीको लागि र यो मण्डली वृद्धिको लागि, मण्डलीको दिगो वृद्धि र हेल्थको लागि, स्वास्थ्यको लागि तपाईँहरू सबैजनाले प्रार्थना गरिदिनु होला। हामी यस्तै यस्तै पोडकास्टहरू लिएर एकदमै रहस्यमय कुराहरू, चाखलाग्दो कुराहरू लिएर फेरि पनि आउँछौँ। तपाईँहरू सबैलाई जय मसीह। भाइ सुन्दरलाई फेरि पनि धन्यवाद। थ्याङ्क यू अङ्कल।